अब हेर्नु साथीहरू 1930 मा दोहा कतार कस्तो थियो भन्ने कुरा देखाउँछु। यहाँ चाहिँ यस्तो चाहिँ देखिन्छ हेर्नु कस्तो राम्रो राम्रो ठाउँ छ। ल है मैले हजुरहरूलाई यत्रो बेरबाट 1930 मा यो दोहा कतार भन्ने कस्तो थियो भन्ने कुरा म हजुरहरूलाई देखाउन गइरहेको छु। 1930 मा चाहिँ कस्तो थियो भन्ने कुरा यहाँ डेट पनि होला हैन। म अहिले पक्कै पनि देखाउने छु। यो चाहिँ 1930 को नजरा हो। दोहा कतार कस्तो थियो भन्ने कुरा अब पढ्न जाँगर हुनेले अब यहाँ मलाई यहाँ सर्र देखाइदिनु। ल हेर्नुहोस् है, हेर्दै जानुहोस् है, हेर्दै जानुहोस्, हेर्दै जानुहोस्। पहिला पहिलाको कस्ता हुन्थे यहाँ हेर्नुहोस् मान्छेहरू कसरी बसेर यहीँ चाहिँ अब मिलिट्री साफ हुन्। अब यहाँ चाहिँ अब कतारको बस पहिला पहिला यस्तो हुन्थ्यो। ल हेर्नुहोस् एकदमै भित्र यो घरभित्र हो। हेर्नु कति राम्रो राम्रो छ। यो 1930 को कतारको नजारा हो। हाम्रो भाइले चाहिँ लाइट बाल्दै गएर धेरै ल हेर्नु है कस्तो पहिला पहिला हेर्नुहोस् है कस्तरी यस्तो हेर्दै जानुहोस् है लासम्म हेर्दै जानु होला है। म जाम हजुरहरूलाई यहाँबाट हेर्नुहोस् कस्ता थिए पहिलाका घरहरू। पहिला पहिलाका कतारीहरूले पैसावालाहरूले जो खाली जग्गालाई बन्डिर लगाएर त्यसलाई रोकेर राख्थे आफ्नो आफ्नो जग्गाहरूलाई। यो चाहिँ उनीहरूको खाली घडरी हो है। यो बुझ्नुहोस् कि यिनी खाली घडरी हुन्। उनीहरूले आफूले पहिला पहिला आफ्नो आफ्नो घडरीलाई यो चाहिँ घडरीलाई उनीहरूले बन्डरी गरेर राख्थे 1930 मा। आजभन्दा कति वर्ष पहिले अब हजुरहरूले जोड्नु होला अब कति वर्ष पहिलेका कुरा हुन्। अहिले चाहिँ 2026 छ भनेपछि 1930 को कतार चाहिँ इला हेर्नु उतापट्टि चाहिँ खाली घडरीलाई बन्डरी गरेर राखेको थिए। यतापट्टि कसैले फेरि घर पनि बनाएको थिए। त्यति बेला अलि पैसावालाहरूले चाहिँ घर पनि बनाएको थिए है हजुरहरू। घर पनि बनाएको थिए। ल हेर्नुहोस् कस्तो राम्रो छ। मैले जाम हजुरहरूलाई एकदमै देखाउने कोसिस गरिरहेको छु। लास्टसम्म हेरेर साथ दिनु होला भिडियोलाई। यो कतार चाहिँ केटाकेटीले हल्ला गरेर यस्तो आयो क्या। हेर्नु है कतिजनालाई साथीलाई थाहा पनि होला। हेर्नु ढुङ्गाको सिसा हेर्नुहोस् है साथीहरू। ल हेर्नु कति राम्रो छ है। म जाम देखाउँछु क्या तपाईँहरूलाई। त म त यस्तो राम्रो राम्रो नजारा देखाउँछु। ल हेर्नुहोस् पहिला पहिला आजभन्दा कयौँ वर्षौँ पहिलेको कतार कस्तो थियो मैले हजुरहरूलाई माथिबाट भिडियो गरेर देखाएको छु। यो आजभन्दा यो चाहिँ ल हेर्नुहोस् साइडमा समुद्र हुन्थ्यो। ल हेर्नु घरको बाहिरपट्टि समुद्र हुन्थ्यो। समुद्र उतापट्टि कतारीहरूको घर हुन्थ्यो। कतारी यो चाहिँ सल्ले गर्ने मस्जिद हो। मुस्लिमहरूको मस्जिद मन्दिर भने जस्तै एकदमै कतार हेर्नुहोस् त एकदमै राम्रो थियो कि 1930 मा पनि। ओहो हेर्नु यस्तरी बाहिर चाहिँ समुद्र हुन्थ्यो। समुद्रको अगाडि घर हुन्थ्यो है। कुन दिन यस्तै बनाउन थाल्ने हुने त फेरि भर छैन दाइको त। कति राम्रो थियो क्या 1930 मा कतार हेर्नु कति दामी थियो क्या। हेर्नुहोस् त बाफरे मस्जिद हो है यो चाहिँ। ल हेर्नुहोस् छु क्या साथीहरू। हजुरहरूलाई भिडियो देखाउनको लागि हजुरहरूलाई सम्पूर्णलाई देखाउनको लागि म कहाँसम्म आइसकेको छु कि भिडियो हजुरहरूलाई हेला हेर्नुहोस् त उताको नजरा। म हजुरहरूलाई देखाउनको लागि उसले भिडियोमा एकदमै साथ र सपोर्ट गरिदिनु होला। कमेन्ट गरिदिनु होला। अगर हजुरहरूलाई यस्तै राम्रो लाग्यो भने यस्तै म नयाँ ठाउँमा गएर पनि हजुरहरूलाई भिडियो बनाएर पक्कै पनि देखाउने कोसिस गर्नेछु साथीहरू। यता चाहिँ मेरो साथीहरू पनि हुनुहुन्छ। मसँग साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले पनि भिडियो बनाइरहनु भएको छ। बिजनेस ल हेर्नुहोस् है साथीहरू। ल हेर्नु होला है साथीहरू। अब यहाँ अब कसको पालाको हो यहाँ कतार पनि कति राम्रो थियो हेर्नु। यो पुरै अहिलेका घर होइनन् है। यो चाहिँ त्यो तर यिनी चाहिँ अहिले छैनन्। यो पहिल्यैको है। ल हेर्नु है एकदमै हेर्नु कति राम्रो राम्रो मान्छेहरू पनि छन् भित्र। ल हेर्नुहोस् उहाँ मस्जिद हेर्नुहोस्। यिनी बाहिर जम्मै उम्मेका पुलिसहरू अब हुन्छ। पहिला पहिला 1930 मा कतारीहरू पहिला पहिला हेर्नु घोडा खच्चडमा हिँड्थे। अहिले पो गाडीहरू आयो। पहिला पहिला त घोडामै हिँड्थे। घोडामा सवारी गर्थे राजाहरू। ल त्यो चाहिँ अब मस्जिद हो। सल्ले गर्ने मस्जिद हो हैन।
अब यता हेर्दै जानुभयो भने यस्तै घुम्दै घुम्दै जानुभयो भने उताहरू महलहरू पनि छन् ठुल्ठुला अगाडि अगाडि। यहाँ अगाडि हेर्नुभयो भने समुन्दर छ। ल हेर्नुहोस् यो समुन्दर हो है, पानीको समुन्दर। मैले त राम्रो राम्रो कुराहरू देखाउँछु तर हजुरहरूलाई। ल हेर्नुहोस् है साथीहरू, म कति मेहनत गरिरहेको छु हजुरहरूलाई राम्रो राम्रो ठाउँ देखाउनलाई। कति म मेहनत गरिरहेको छु साथीहरू। ल हेर्नुहोस् बोट कस्तो थियो पहिला हेर्नुहोस् त। ल हेर्नुहोस् मैले हजुरहरूलाई नजिकबाट देखाउने प्रयास गरिरहेको छु हजुरहरूको लागि भनेर यो समुन्दरमा। ल हेर्नुहोस् पहिला कस्तो हुन्थ्यो भिडियोहरू बोटहरू। ल हेर्नुहोस् यो पहिला चाहिँ 1930 मा यो घुम्ने बोट समुन्दरमा हेर्नु कस्तो हुन्थ्यो है यो बोट। ल हेर्नुहोस् यो बोट हो, पानी पनि छ। ल हेर्नु पानी एकदम छल्को हानेर पानीले। म एकदमै हजुरहरूलाई नजिकबाट आएर भिडियो देखाइरहेको छु है। गाडीमा के लिएर हिँड्थेँ मैले यति राम्रो राम्रो हजुरहरूलाई देखाउने प्रयास गरिरहेको छु। ल हेर्नुहोस् ल हेर्नु है पहिला के हुन्थ्यो है। ल हेर्नु म हजुरहरूलाई यस्तो नजिकबाट देखाउने प्रयास गरिरहेको छु। हजुरहरूले एकदमै मलाई भिडियो हेरेर साथ दिनुहोस् है लास्टसम्म। तपाईँहरूलाई यो भिडियो मन पर्यो भने म अर्को भिडियो पनि नयाँ नयाँ ठाउँमा गएर भिडियो बनाउने छु पक्कै पनि। ल हेर्नुहोस् भविष्यमा यस्तै घर बनाउने एकदमै सपना छ। ल हेर्नुहोस् त कस्तो राम्रो घर छ है यो। ल हेर्नुहोस् मैले हजुरहरूलाई के देखाइरहेको छु यो कतारमा। ल हेर्नुहोस् पहिलाको हेर्नुहोस् त महलहरू कस्ता थिए हेर्नुहोस् त। राजदरबार राजाहरूको घर महल। ल यो चाहिँ 19 दोहा कतारमा हुने साथीहरूले त अब पक्कै पनि आएर घुम्नु भएको होला यो ठाउँमा। हेर्नुहोस् कसरी सेफ्टी थियो घरहरू हेर्नुहोस् त। अनि राजा महाराजाको घरहरू हेर्नु कस्ता थियो क्या, पुरै जाली लाएर। ल हेर्नुहोस् त कस्तो राम्रोहरू थियो क्या घरहरू। ल कस्तो राम्रो घर थियो हेर्नुहोस् त कस्तो राम्रो घर थियो। ल हेर्नुहोस् मैले यता अगाडि आएर देखाउने प्रयास गरिरहेको छु। म पनि यहीँ छु है साथीहरू। ल हेर्नुहोस् त यो माथितिर घरभित्र जाने हेर्नु कस्तो डिजाइनको छ। त्यो चाहिँ माथि घरमा जाने भर्याङहरू थप्केनाहरू हेर्नु कस्तो स्टाइलमा गाडी ट्याक्क तल पार्किङ गरेर जान्थे। त्यति बेला पनि घर कस्तो राम्रो राम्रो घरहरू थिए। हेर्नु है साथीहरू म चाहिँ हजुरहरूले भन्नुहुन्छ नि भीम ब्लगले के भिडियो बनायो भन्नुहुन्छ नि। हेर्नुहोस् यो कतार 1930 मा कतार कस्तो थियो भन्ने कुरा मैले हजुरहरूलाई यति राम्रो राम्रो कुराहरू देखाइरहेको छु। हजुरहरूले मेरो भिडियो फुल वाच गर्नुहुन्न के, फुल वाच गरेर हेर्ने गर्नुहोस् के। फुल वाच गर्नु बल्ल बुझ्नुहुन्छ क्या भिडियो चाहिँ।